बिजनेस प्रोफाइल कसरी अपडेट गर्ने? स्मार्ट क्यू म्यानेजमेन्ट। एप डाउनलोड र लगइन। नमस्ते, मेरो पालोमा दर्ता भइसकेपछि अब मोबाइलबाटै बिजनेस अपडेट गर्न सिकौँ। सुरुमा मेरो पालो एप डाउनलोड गरेर इमेल र पासवर्ड राखेर लगइन गर्नुहोस्। म्यानेजर लगइन। एपको मेनुमा जानुहोस् र त्यहाँ रहेको म्यानेजर अप्सनमा क्लिक गर्नुहोस्। अब आफ्नो म्यानेजर अकाउन्टको इमेल र पासवर्ड राखेर लगइन गर्नुहोस्। बिजनेस सेलेक्ट। लगइन भइसकेपछि ड्यासबोर्ड खुल्नेछ। सर्भिस एडमिनमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँको लिस्टेड बिजनेस मेनुबाट आफूले अपडेट गर्न चाहेको स्टोरमा क्लिक गर्नुहोस्। अपडेट भेन्यू। अब स्क्रिनको माथि बायाँ कुनामा रहेको 3 थोप्लामा क्लिक गर्नुहोस् र अपडेट बिजनेस छान्नुहोस्। विवरण अपडेट। यहाँबाट तपाईँले स्पेशालिटी, ठेगाना वा सामान्य जानकारी सच्याउन वा अपडेट गर्न सक्नुहुन्छ। बुकिङ र क्यू सेटिङ। अब सेटिङ ट्याबमा जानुहोस्। यहाँ तपाईँले आफ्नो सेवा अनुसार बुकिङ वा क्यू बटन छान्न सक्नुहुन्छ। प्यारेन्ट सर्भिस र सूचना दिने समय। तल सेलेक्ट प्यारेन्ट सर्भिस भन्ने अप्सन हुन्छ। यदि यो तपाईँको मुख्य बिजनेस हो भने यसलाई खाली नै छोड्नुहोस्। अन्त्यमा नोटिफाई एराइभल टाइममा ग्राहक कति समय अगाडि आउनुपर्ने हो त्यो समय राखेर अपडेट गर्नुहोस्। मेरो पालो एप डाउनलोड। नेपालभरि जहाँबाट पनि आफ्नो बिजनेस चलाउनको लागि मेरो पालो भेन्डर एप डाउनलोड गर्नुहोस्। यो गुगल प्ले र एप्पल स्टोर दुवैमा उपलब्ध छ।